के यसपालि नेपाली क्रिकेट टिमले भारत र श्रीलङ्कामा हुने 10औं टी20 विश्वकपमा तहल्का मचौला त? अहिले क्रिकेट दुनियाँमा सानो भनिएका देशहरूले ठुलालाई मज्जाले पछाडिरहेका छन् र यो दौडमा हाम्रो नेपाल सबैभन्दा अगाडि छ। तथ्याङ्कलाई हेर्ने हो भने नेपाल अब एउटा अन्डरडग मात्र रहेन, एउटा बलियो दावेदार बनिसकेको छ। ग्रुप सी मा हाम्रो भेट इङ्ल्यान्ड र वेस्ट इन्डिज जस्ता पावर हाउससँग हुँदैछ। तर एउटा खुसीको कुरा के छ भने बङ्गलादेश नहुने भएपछि स्कटल्यान्ड हाम्रो ग्रुपमा आएको छ, जसले नेपाललाई अगाडि बढ्न अलि सजिलो बनाइदिएको छ। हाम्रो लागि म्याथमेटिक्स सिम्पल छ, इटली र स्कटल्यान्डलाई हराउने अनि इङ्ल्यान्ड वा वेस्ट इन्डिज मध्ये एकलाई चकित पारिदिने। यति भयो भने हाम्रो सुपर 8 को बाटो पक्का हुन्छ। आउनुहोस् के नेपालले यसपालिको वर्ल्ड कप जित्न सक्ला? नेपालले वर्ल्ड कप जित्न सक्ने सम्भावना कति प्रतिशत रहेको छ? सबै कुरा बुझ्न यो भिडियो सुरु गरौँ। अहिलेको टी20 इन्टरनेसनल क्रिकेटको दुनियाँमा एउटा ठुलै परिवर्तन देखिँदैछ, जहाँ आइसिसी का एसोसिएट कन्ट्रीहरूले ठुला फुल मेम्बर राष्ट्रहरूको वर्षौंदेखिको एक्सपिरियन्स टिमलाई चुनौती दिइरहेका छन्। यो क्रमको अग्रपन्थीमा नेपालको राष्ट्रिय क्रिकेट टिम छ, जुन एउटा क्षेत्रीय टिमबाट माथि उठेर अहिले विश्व स्तरमा एउटा बलियो दावेदारको रूपमा स्थापित भएको छ। 2026 को फेब्रुअरी 7 देखि मार्च 8 सम्म भारत र श्रीलङ्कामा हुन लागेको 10औं संस्करणको टी20 विश्वकप सुरु भइसकेको छ। विश्लेषक र सरकारवालाहरूको मुख्य प्रश्न यही छ कि हाम्रो खेलाडीहरूसँग विश्व विजेता बन्नको लागि चाहिने टेक्निकल डेप्थ र ट्याक्टिकल रेजिलियन्स छ त? आउनुहोस् कुरा गरौँ नेपालको तयारी, टिमको बनावट र नेपाल यो वर्ल्ड कपमा अगाडि बढ्ने गणितीय सम्भावनाहरू के छन् मूल्याङ्कन गरौँ। यो विश्वकप पनि 2024 को जस्तै हुनेछ, जसमा समावेशिता र कडा प्रतिस्पर्धा दुवैलाई ब्यालेन्स गरिएको छ। 20 वटा टिम सहभागी हुने भएकाले खेल 3 चरणमा हुनेछ, ग्रुप स्टेज, सुपर 8 र नकआउट चरण। नेपालले 2025 अक्टोबरमा भएको एसिया इएपी क्षेत्रीय छनौटमा उत्कृष्ट 3 भित्र पर्दै ओमन र युएई सँगै 19औं टिमको रूपमा आफ्नो स्थान पक्का गरेको थियो। नेपाललाई ग्रुप सी मा राखिएको छ, जहाँ बलिया पावर हाउस र अनुशासित एसोसिएट प्रतिद्वन्द्वीहरू छन्। बङ्गलादेशले कूटनीतिक तनावका कारण नाम फिर्ता लिएर त्यहाँ स्कटल्यान्ड आउनु नेपालको लागि एउटा ठुलो टर्निङ पोइन्ट हुन सक्छ, किनभने यसले ग्रुपको सन्तुलन नै बदलिएको छ। अब ग्रुप सी को टेबल हेरौँ है त। टेबलमा पहिलो रहेको छ इङ्ल्यान्ड, जुन आइसिसी को फुल मेम्बर हो। टी20 इन्टरनेसनलमा इङ्ल्यान्ड तेस्रो स्थानमा रहेको छ, भनिन्छ ब्याटिङमा विस्फोटक टप अर्डर छ। त्यसपछि आउँछ वेस्ट इन्डिज र यो पनि फुल मेम्बर हो। टी20 इन्टरनेसनलमा यो 7औं स्थानमा र्याङ्क गर्छ। वेस्ट इन्डिजको पावर हिटिङले धेरैलाई चुनौती दिने गर्छ। त्यसपछि कुरा गरौँ नेपालको। नेपाल भने यो टेबलको एउटा एसोसिएट कन्ट्री हो। नेपाल टी20 इन्टरनेसनलमा 16औं स्थानमा र्याङ्क गर्छ। यो पालि नेपालको स्पिनर्स र बलियो फिल्डिङ नै नेपालको स्ट्रेन्थ बनिएको छ। त्यसपछि आउँछ स्कटल्यान्ड र यो पनि एउटा एसोसिएट नेसन हो। स्कटल्यान्ड नेपाल भन्दा 2 र्याङ्क अगाडि 14औं स्थानमा छ। त्यसपछि आउँछ इटली र यो पनि एउटा एसोसिएट नेसन हो आइसिसी को, र टी20 इन्टरनेसनलमा इटली 27औं स्थानमा रहेको छ। टी20 वर्ल्ड कप को फर्मेट अनुसार प्रत्येक ग्रुपबाट टप 2टा टिम मात्र सुपर 8 मा जानेछन्। नेपालको लागि यसको अर्थ हुन्छ कम्तीमा एउटा फुल मेम्बर इङ्ल्यान्ड वा वेस्ट इन्डिजलाई हराउनु र बाँकी एसोसिएट टिमहरूलाई क्लिन स्विप गर्नु। गणितीय रूपमा हेर्दा टाइटल जित्नु अलिक गाह्रो देखिए पनि सुपर 8 मा पुग्ने बाटो नेपालको लागि विगतका विश्वकपहरू भन्दा धेरै सहज छ। 2025 को सुरुवातमै नेपालको कोचिङमा एउटा ठुलो परिवर्तन आयो। मोन्टी देसाईको ह्याप्पी ड्रेसिङ रुम र इमोसनल कोचिङलाई धन्यवाद दिँदै क्यानले अस्ट्रेलियन दिग्गज स्टुअर्ट ललाई 2 वर्षको लागि हेड कोच नियुक्त गर्यो। स्टुअर्टले 2024 मा अमेरिकालाई सुपर 8 मा पुर्याएर एसोसिएट टिमलाई कसरी माथि उठाउनु पर्छ भन्ने प्रमाणित गरिसकेका छन्। उनको कोचिङ फिलोसफीले कम्पिटेटिभ माइन्डलाई जोड दिन्छ। 2024 मा दक्षिण अफ्रिकासँग 1 रनले हारे जस्तो क्लोज म्याचहरूमा देखिने ट्याक्टिकल ब्लन्डरको अभावलाई उनले सुधार्ने अपेक्षा गरिएको छ। यसलाई थप बलियो बनाउन अस्ट्रेलियन सिम बलर अथवा अस्ट्रेलियन बलिङ एक्सपर्ट इयान हार्वेलाई बलिङ कन्सल्टेन्ट बनाएको छ। हार्वेको काम मुम्बईको ब्याटिङ पिचमा पिन पोइन्ट योकर र स्लोअर बल जस्ता भेरिएसनहरू सिकाउनु हो। विश्वकप तयारीको लागि 52 जनाको कोर क्याम्प बनाएर खेलाडीहरूलाई प्राविधिक सुविधा मात्र नभई म्याच सिचुएसन अनुसार खेल्न तयार पारिएको दाबी छ।
2026 विश्वकपको लागि नेपाली टिममा युवा जोश र अनुभवको राम्रो मिश्रण छ। खेलाडीहरूको औसत उमेर रहेको छ 23.66 वर्ष र उनीहरूमध्ये पनि धेरैजना निकै परिपक्व भइसकेका छन्। नेपालको मुख्य खेलाडीहरू र उनीहरूको भूमिका बारे बुझौं। रोहित पौडेल, उनी हुन् कप्तान। रोहित पौडेलले नेपालका लागि 2000 भन्दा बढी रन हानिसकेका छन्। उनी कुल एन्ड काम क्याप्टेनका रूपमा चिनिन्छन्। दिपेन्द्र सिंह ऐरी, नेपालका भाइस क्याप्टेन, 1956 रन र 58 विकेट। दिपेन्द्र सिंह ऐरीलाई विश्वकै उत्कृष्ट फिनिशर मध्येका एक मानिन्छ। उनको फिल्डिङको त झन् के कुरा। रनआउटको लागि दिपेन्द्र सिंह ऐरीलाई एक्सपर्ट नै भन्न सकिन्छ। सन्दीप लामिछाने, 129 विकेट। उनी नेपाली क्रिकेट टिमका मुख्य बलर हुन्। कुशल भुर्तेल, पावर प्लेमा आक्रामक ब्याटिङ गर्ने अपेक्षा उनीबाट राखिएको छ। आसिफ शेख, नेपालका लागि विकेट किपिङ गर्छन् र उनको ब्याटिङमा स्टेबिलिटी देखिन्छ। सोमपाल कामी र करण केसी, उनीहरू नेपालका भेटरान र लेजेन्ड बलर हुन्। त्यसै गरी करण केसीको पावर हिटिङको पनि अपेक्षा गरिएको छ। गुलसन झा, यङ एन्ड टल, उनी एक अलराउन्डर हुन् जसले पेस र ब्याटिङ दुवैमा योगदान दिन्छन्। रोहित, दिपेन्द्र र सन्दीप यो टिमका 3 खम्बाहरू हुन्। आइसिसी र्याङ्किङमा नम्बर 6 मा अलराउन्डर रहेका दिपेन्द्र सिंह ऐरी एक्लैले खेलको नक्सा बदल्न सक्छन्। यसै गरी नेपाली क्रिकेट टिममा अन्य धेरै महत्त्वपूर्ण खेलाडीहरू पनि रहेका छन्। नेपालको लागि 2026 को सबैभन्दा ठूलो प्लस पोइन्ट भनेको मुम्बईको वाङखेडे स्टेडियम हो। यहाँ पनि नेपालका केही ग्रुप म्याचहरू हुनेछन्। यो ठाउँ नेपालको लागि किन राम्रो छ त? पहिलो फाइदा हो रेड सोयल। वाङखेडेको विकेटले स्पिनरलाई राम्रो बाउन्स र ग्रिप दिन्छ। यसले सन्दीप र ललित राजवंशीलाई पावर हिटरहरू विरुद्ध विकेट निकाल्न सजिलो बनाउला। अर्को फाइदा भनेको ड्यू फ्याक्टर। समुद्रको छेउमा हुनाले साँझको खेलमा ड्यू पर्छ अथवा शीत पर्छ। यसले गर्दा दोस्रो इनिङमा बलिङ गर्न गाह्रो हुन्छ। त्यसैले टस जितेर चेज गर्नु नेपालको लागि फाइदाजनक हुन सक्छ। अर्को फाइदा हो घरेलु दर्शक। मुम्बईमा इन्डिया पछि नेपालकै म्याचको टिकट सबैभन्दा धेरै बिक्री भएको छ। हजारौं नेपालीहरूले वाङखेडे स्टेडियम भर्नेछन्, जसले गर्दा नेपालले इन्डियामा खेल्दा पनि आफ्नै घरमा खेलेको जस्तै सपोर्ट पाउनेछ। ग्रुप सी को सम्भावित यात्रा। सोमपाल र करणले सुरुमै स्विङको प्रयोग गरेर इङ्ल्यान्डको आक्रामक ब्याटिङलाई रोक्नुपर्छ। पहिलो खेल हुनेछ इङ्ल्यान्ड विरुद्ध फेब्रुअरी 8 मा। यो खेलमा नेपालले इङ्ल्यान्डको आक्रामक ब्याटिङलाई 170 रन मुनि रोक्नुपर्छ। दोस्रो खेल रहेको छ इटली विरुद्ध फेब्रुअरी 12 मा। यो म्याच नेपालले कुनै पनि हालतमा जित्नुपर्छ। तेस्रो खेल रहेको छ वेस्ट इन्डिज विरुद्ध फेब्रुअरी 15 मा। 2025 मा युएई मा नेपालले वेस्ट इन्डिजलाई 2-1 ले हराइसकेको छ। स्पिन विरुद्ध उनीहरूको कमजोरीलाई नेपालले फेरि फाइदा लिनुपर्छ। चौथो म्याच हुनेछ स्कटल्यान्ड विरुद्ध। फेब्रुअरी 17 मा हुने यो म्याचले सुपर 8 को भाग्य तय गर्नेछ। यो खेल पनि नेपालले जित्नै पर्ने मध्ये एक खेल हो। अब कुरा गरौँ नेपालले वर्ल्ड कप जित्ने प्रोबेबिलिटीको म्याथमेटिक्स। यदि नेपालले म्याथमेटिकल मोडल अथवा अन्य प्रोबेबिलिटीको मोडल प्रयोग गर्ने हो भने नेपाल ग्रुप स्टेज पार गर्ने सम्भावना 30% रहेको छ। त्यसै गरी नेपाल सुपर 8 बाट अगाडि बढ्ने सम्भावना 5 देखि 8% रहेको छ। नेपाल सेमी फाइनल र फाइनल जित्ने सम्भावना भने 2% जति रहेको छ। यसरी हेर्दा नेपालले विश्वकप जित्ने सम्भावना म्याथमेटिकल्ली भन्नुपर्दा 0.048% देखिन्छ विभिन्न स्ट्याट अनुसार। तर स्पोर्ट्समा यो स्ट्याट भन्दा पनि टिमको प्रदर्शनमा भर पर्ने कुरा हो। कुनै पनि खेलको निर्धारण त्यही दिन हुनेछ। यदि नेपालले सुरुको मोमेन्टम समात्यो भने यो सम्भावना बढ्दै जानेछ। नेपालले 2026 को ट्रफी नै जित्ने सम्भावना स्ट्याटिस्टिकल्ली कम भए पनि सुपर 8 मा पुग्ने सम्भावना इतिहासकै सबैभन्दा धेरै छ। वाङखेडेको पिच, स्टुअर्ट लको आक्रामक स्ट्राटेजी र 3 करोड नेपालीको आशाले नेपाललाई यो विश्वकपको सबैभन्दा खतरनाक टिम मध्ये एक बनाएको छ। त्यसैले पनि नेपालले 2026 को वर्ल्ड कप जित्न सक्दैन भन्नु मूर्खता हो। कुनै पनि टिमले जित्न सक्छ वर्ल्ड कप, किनभने यहाँ गएका 20वटा टिम नै उत्कृष्ट टिम मध्ये एक हुन्। तर एउटा कुरा भने पक्का छ, नेपाल एसोसिएट कन्ट्री भए पनि फुल मेम्बरहरूलाई ठूलो चुनौती दिने पक्का छ। अघिल्लो वर्षको साउथ अफ्रिकासँग भोगेको चोट हामीले अझै बिर्सेका छैनौं। तपाईलाई के लाग्छ? नेपाल ग्रुप स्टेज भन्दा कति माथि पुग्ला कमेन्ट गर्नुहोस्। हामी हरेक हप्ता यस्तै इन्फर्मेटिभ कन्टेन्ट लिएर आउँछौं। यदि तपाईलाई यस्तै कन्टेन्ट मनपर्छ भने क्युरियस नेपाललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।